हेलो गाइज, हामी चाहिँ आज धेरै दिन पछाडि घुम्न हिँडेको थियौँ। अनि आज चाहिँ बिदा दिन परेको थियो कि सधैँ नत्र भयो ड्युटी हुँदा सधैँ। अनि मङ्गलबार चाहिँ हाम्रो बिदा। जहिले पानी आएको आइ गर्थ्यो, पानी हुने। अनि हामी निस्किनै पाएको थिएन। त्यही भएर चाहिँ आज चाहिँ पानी पनि परेको थिएन। अनि खानासाना खाएर ढिला सबैजना निस्किन नजिक भयो नि जाउँ न त, टाढा नगए पनि भन्ने कुरा भयो। अनि हामी नजिकतिर निस्क्यौँ। अनि मेरो बुढा आउनुभएको चाहिँ धेरै भएको थिएन कि 1 महिना भएको थियो। अनि 2 जना पानी भयो कि बुढा आएदेखि नै पानी भयो भएर चाहिँ हामी निस्किन पाएको थिएनौँ। ठ्याक्कै आज पानी नपरेको। अनि बुढोको फेरि ड्युटी स्टार्ट हुने छ फ्राइडेबाट। अनि पानी नआएको दिन परेर चाहिँ हामी निस्किहाल्यौँ। निस्केर चाहिँ घुम्ने रमाइलो गरौँ न त, एकछिन भए पनि फ्रेस हुन्छ भन्ने सोच बनायौँ। निस्क्यौँ। अनि निस्केर चाहिँ सबैजना भएर रमाइलो गर्दै भिडियोहरू बनाउँदै हिँड्यौँ। बुढोले गाडी देख्नुभयो। अनि लाइसेन्स निकालेर किनियो मर्नी भन्ने कुरा भयो। नेपालको लाइसेन्स छ, निकाल्न चाहिँ सजिलै हुँदो रहेछ। अनि अब कार्ड आएपछि चाहिँ निकाल्न मिल्छ लाइसेन्स निकालेर। अनि बल्ल अनि नानीलाई जिस्काउँदै जानुभएको थियो। नानी र म चाहिँ पालो भिडियो बनाउँदै हिँडेको थियौँ। रमाइलो गर्दै भिडियो बनाउँदै हिँडिरहेको थियौँ। अनि ठाउँमै फोटो खिच्ने। अनि एउटाको अर्काले अर्कोको एउटाले, त्यही त पनि घुम्न हिँडे पछाडि झन् हामी केटी मान्छेहरू चाहिँ फेरि रमाइलो गर्नुपर्छ, फोटाहरू पनि खिच्नुपर्छ। अनि सबैको फोटाहरू मन पर्दैन होइन। मलाई फेरि बाहिर निस्किएपछि एकदमै रमाइलो गर्नुपर्ने हुन्छ कि चाहिँ ननिस्किने। अनि म धेरैमा निस्केको, म खासै बाहिर निस्के छैन आजकल, अलि कम निस्किन्छु। अनि खासै ननिस्किया भएर चाहिँ मलाई चाहिँ बल्ल बाहिर निस्केको नि एकदम रमाइलो गर्न मन लाग्यो। आज रमाइलो गरियो। रमाइलो गरेर अनि फोटा भिडियोहरू खिच्यौँ। टाढा गएनौँ। अनि सधैँ गइरहेको पार्क नै हो, बिलेन पार्कतिर गयौँ। धेरै टाढा गएनौँ, बिलेममै त्यताको भ्युजहरू खिच्यौँ। नानीले पछाडिबाट पनि भिडियो खिचिरहेछ, थाहा थिएन। अनि खेल्ने ठाउँहरू देख्यौँ। अनि यहाँ यस्तो रहेछ खेल्ने ठाउँहरू भन्यौँ। अनि हिँड्दै गएको थिएनौँ, खासै हामी खालि बस्न जान्थ्यौँ। अनि घरबाट नै हिँड्दै गएको हामी, धेरै टाढा नपर्ने भएर चाहिँ आज हिँड्दै जाउँ न भन्ने कुरा भएर। अनि फर्किँदा चाहिँ बसमा फर्क्यौँला भन्ने भयो। धेरै पछाडि बाहिर निस्किएको अनि घुम्न निस्केको मलाई चाहिँ एकदम खुसी लागिरहेको थियो। अनि हामी एकदम रमाइलो पनि गरिरहेको थियौँ। अनि भ्युजहरू बाहिरको खिच्दै भिडियो खिच्दै अनि चन्द्रमा देखेर चाहिँ अनि चन्द्रमाको फोटो भिडियो खिच्दै मैले बुढोलाई चन्द्रमा तिमी मेरो भन्दै जिस्काउँदै गरेको थियौँ होइन। अनि यस्तो नट्टी बन्ने छ नि हामी घुम्न हिँड्दा, हाम्रो नट्टी रूप हो यो। मेरो बुढा चाहिँ हेर्दै, हरिले चाहिँ भिडियो खिच्दै गरिरहेको थियो। अनि कहिले मैले खिच्ने, घरि नानीले खिच्ने, घरि हरिले खिच्ने गर्दै हामी रमाइलो गर्दै हिँड्यौँ। अनि एकछिन पछि अनि के अरे रात पर्दै गइहाल्यो। रात पर्दै गएपछि अनि मेरो भिडियो बनाउन थाली नानीले, भिडियोहरू बनायो। एकछिन त्यति अल्मलियौँ। धेरै पछाडि हो क्या हामी यसरी निस्किएको। खासै निस्किनु पनि मन नलाग्यो नि। नाइट भ्यू कस्तो राम्रो आएको क्या। तर धेरै टाढा नि होइन, नजिक हो। तर पनि खासै हामी निस्किने मान्छे त हो म बाहिर, तर पानीले गर्दा निस्केको थिएनौँ। अनि
मलाई अलिक गाह्रो पनि भएर होला निस्किन मन नलाग्ने थियो। अहिले चाहिँ हामी जिस्किँदै खेल्दै उफ्रिँदै बाहिर निस्किँदै अनि फेरि फर्किने कुरा गऱ्यो हामी सबै मिलेर। अनि फर्किनलाई चाहिँ अनि बसमा फर्किने कुरा भयो। अनि हामी बस चढेर फर्क्यौँ। फर्केर पिङको छिर्यौँ। अनि रेस्टुरेन्ट पनि गयौँ। हाम्रो रेस्टुरेन्ट गएर हामी खासै सामानहरू घरमा ल्याएर राख्दैनौँ। अनि मेरिनेट गरेर पोर्क लिएर आयौँ। पोर्क मेरो बुढो लिएर हरिले खानलाई यिनीहरू पोर्क खाए बनाएर। अनि यिनीहरू पोर्क बनाएर अनि यता अनि स्टार्ट भयो। फेरि उनीहरूको यता छुट्टै स्टार्ट हुन्छ पोर्क बनाएर मैले भिडियो बनाएको मजाले कस्तो राम्रो भएको थियो। अनि नानी देखाउँदैछ खोलेर। अनि यता बुढोको र हरिको सुरु भयो। अनि पोर्क पनि खाँदै यता तिनीहरू आफ्नो बिदाको दिन इन्जोय गर्न थाले। यिनीहरू बिदाको दिन अलि नटी नै हुन्छन्, धेरै नै इन्जोय गर्छन्। झन् दुईजना बसी त आजकल त साथी बनेका छन्। अनि हामीले स्प्राइट खायौँ, उनीहरू पोर्क खाए। अनि हामी चटपट बनाएर खायौँ नानी र म। चटपट चाहिँ देखाएको छैन, उहाँले खाइसके त बिर्सिएछौँ। त्यसपछि हामी दिनेशलाई कुर्यौँ। दिनेश कामबाट आयो। आए पछाडि चाहिँ होइन करेन्ट बनायौँ। करेन्ट बनाएर दिनेश म नानी भएर करेन्ट खानलाई चाहिँ स्टार्ट गऱ्यौँ। अनि आज चाहिँ दिनेश लास्ट भ्लगमा मात्रै देखिया छ। भन्नुहोस् ल हाम्रो भ्लग कस्तो लाग्यो हजुरहरू सबैजनाले। बाई बाई, सी यू।